यहाँहरू सम्पूर्णलाई नमस्कार। हामी चाहिँ आज अरिङ्गल चाहिँ पोल्न गइरहेका छौँ। अब हाम्रो सर यहाँ चाहिँ रेडी पोजिसनमा हुनुहुन्छ र ठाउँ चाहिँ सजिलो छ है यहाँ चाहिँ। अब हामी अरिङ्गल पोलेर यसको बच्चा एकदमै औषधिको रूपमा प्रयोग हुन्छ भन्ने हो। ल अरिङ्गल यसरी पोलियो। ल एउटा चाहिँ झऱ्यो, पोलियो। धेरै सजिलो ठाउँमा है हामी बसी बसी पोल्न मिल्ने ठाउँमा रहेछ। कोही त ठुला ठुला अल्गा बुटा हुन्थे, यो त यति आनन्दले पोलिने भइयो। यसको चाहिँ नकुरा आराम, पुरै नआराम होइन। हो यति सजिलो त जिन्दगीमा पोलिएको छैन हो भनेर हुन्न। ओइ एउटा त उड्यो क्या हो, उड्नु भएन। सर ल आउनु तपाईँले यसरी समात्नुहोस् न, यसरी यसरी यसलाई। हामी चाहिँ अरियल पोल्न आइएको छ। फेरि नयाँ बनाउनु क्या, नयाँ ब्लक नयाँ। यहाँहरूलाई सम्पूर्णलाई नमस्कार। ल सर हामी चाहिँ अरियल पोलिरहेछौँ है। ल हेर्नुहोस् यति सजिलो छ, यसको त कुरो गरेर साध्यै छैन। तपाईँले आँसी ल्याउनुहोस्, आँसी। 13 सेकेन्डको ठिक हुन्छ। ल हामी अब चाहिँ अरियल पोलिसक्यो। पोलिसकेपछि अब त्यो गोलालाई झिक्न जाँदैछौँ है। ल ल त्यो यो उता राख्नुपर्छ कि। ल है लाइटको त्यहाँ कस्तो छ तल छाँगो होला है। यति रहेछ खै। ल त्यसलाई तान्नुहोस्। झरी होइन त्यो तलबाट है, त्यो उसलाई मात्रै हो। यहाँ काट्नुहोस्, यहाँ तलपट्टि हो। यसलाई यहाँ काट्नुहोस् है। यहाँ त्यो उसलाई काट्ने होइन, त्यसलाई तान्नुहोस् बरु। त्यसलाई काट्ने र तान्नुहोस् यतै। ल हामी यस्तो छ है। ल हेर्नुहोस् है। त्यो नगर्नुहोस् है। हो तलपट्टि है। त्यो खस्यो भने सिद्धियो है सर। खस्यो भने सिद्धियो। यो धेरै पोलियो हो। अलि तरप्प तान्नुहोस् त।